Ever wondered how some websites appear first on Google? त्यसको सिक्रेट हो SEO र अबको नेक्स्ट 60 सेकेन्डमा यु विल लर्न अबाउट SEO। सर्च इन्जिन अप्टिमाइजेसनलाई सर्टमा SEO भनिन्छ र यो भनेको चाहिँ गुगल जस्ता सर्च इन्जिनमा तपाईको वेबसाइट वा कन्टेन्टलाई सर्च रिजल्टमा फर्स्टतिर देख्ने बनाउने प्रोसेस हो। SEO किन इम्पोर्टेन्ट छ? तपाईको वेबसाइट जति माथि देखिन्छ त्यति नै क्लिक आउँछ। राम्रो SEO भयो भने धेरै अडियन्स आउँछ र धेरै अडियन्स आयो भने धेरै कस्टमर हुन्छ र धेरै कस्टमर भयो भने तपाईको धेरै सेल्स हुन्छ। 3 की पार्ट्स अफ SEO दैट यु मस्ट नो। नम्बर 1 कीवर्ड रिसर्च। यो प्रोसेसमा चाहिँ हामी त्यस्तो एक्ज्याक्ट वर्डहरु पत्ता लगाउँछौं जुन युज गरेर मान्छेहरुले सर्च गरिरहेको छन् गुगलमा। नम्बर 2 अन पेज SEO। यसमा चाहिँ हामी टाइटल, मेटा डिस्क्रिप्सन अनि कन्टेन्टलाई अप्टिमाइज गर्छौं सो दैट कसैले हाम्रो कन्टेन्ट रिलेटेड कीवर्डहरु सर्च गर्यो भने हाम्रो वेबसाइट देखाओस्। नम्बर 3 अफ पेज SEO। अफ पेज SEO भनेको चाहिँ अरु वेबसाइटहरुबाट ब्याकलिंक ल्याएर हाम्रो वेबसाइटको र्यांक बढाउनु हो गुगलमा। SEO इज लाइक फ्लर्टिङ विथ गुगल। डु इट राइट एन्ड यु विल गेट नोटिस। यदि तपाई पनि डिजिटल मार्केटिङ फिल्डमा इन्ट्रेस्टेड हुनुहुन्छ भने डु चेक आउट माई YouTube च्यानल फर डिटेल्ड भिडियोज अबाउट डिजिटल मार्केटिङ।